हाई एभ्रिवान, ह्याप्पी छठ सम्पूर्णलाई। म र मेरो भाइ चाहिँ घरबाट रेडी भएर यसरी निस्किसकेको छु छठ घाटसम्म जानको लागि। र मेरो भाइले चाहिँ मलाई बाइकमा हालेर लिएर जाँदैछ भने मेरो दिदी भेनाजु चाहिँ अटोमा हुनुहुन्छ। हामी चाहिँ केरा चढाउनको लागि चाहिँ छठ घाटसम्म हामी जाँदैछौँ। बिचमा चाहिँ थोरै अफ रोड पनि छ, हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। लाइटहरू लगाएको छ बाटोमा पनि, थोरै अफरोड भएको कारणले चाहिँ खाल्टाखुल्टी छ। अटो बाइक स्कुटरहरू धेरै मात्रामा थियो। फाइनली हामी छठ घाटमा पुग्यौँ यसरी। मेरो भेनाजुले चाहिँ 2 घडी केरा बोकेर हिँड्दै हुनुहुन्छ। हाम्रो चाहिँ भाकल भएको कारणले हामीले 2 घडी केरा बोकेर चढाउन जाँदैछौँ छठी मैयालाई। र हेर्नुहोस् न, यस्तो मजाले लाइटहरू लगाएर डेकोरेसन गरेको छ, यति राम्रो डेकोरेसन। सबैजना भक्तजनहरू चाहिँ आफ्नो श्रद्धाको साथ पूजाआजा गर्नको लागि एकदम रेडी भएर आउनु भएको छ। सबैजना राम्रो राम्रो भएर। मेरो दिदी भेनाजुले चाहिँ छठी मैयाको पूजाआजा गर्नुभयो र यसरी 2 घडी केरा पनि चढाउँदै हुनुहुन्छ। र भिडियोमा म आफैलाई पनि देखाएँ। र एक क्रममा ठ्याक्कै हाम्रो भाइ बहिनीहरू सबैजनासँग भेटघाट भयो। उहाँहरूको पनि मैले थोरै भिडियो क्लिप लिएँ र सबैजना भएर 2-4वटा फोटोसोटो पनि हामीले खिच्यौँ। र रमाइलो भयो छठ घाट। यति मजाले श्रद्धाको साथ पूजाआजा गर्नुभएको थियो। धेरै भक्तजनहरूले यो हेऱ्यौँ र घुम्यौँ हामी। र मैले चाहिँ छोटो भिडियो क्लिप लिँदै यसरी मिनी ब्लग बनाउँदैछु। थ्याङ्क्स फर वाचिङ।